आमा नमस्कार। सन्चै हुनुहुन्छ? सन्चै। अनि दिनभरि के गरेर बिताउनुहुन्छ आमा? दिनभरि कहिले काम गर्न जान्छु कसै भातिर के अरे, कहिले घर बसेर धावा काट्छु, दिन काट्न पर्यो। कहिले घुम्न जान्छु यताउता। अनि यताउता घुम्न जाँदाखेरि चाहिँ लौरो टेकेर जानुहुन्छ कि लौरो नटेकिकन जानुहुन्छ? लौरो टेक्न परेको छैन? लौरो टेक्दिन, शर्म लाग्छ। शर्म लाग्छ है? बुढाले लौरो टेकै हिँड्नुहुन्छ, लल्ली चक्का लाउने बानी छ, लौरो टेकै हिँड्नुहुन्छ, म त शर्म लाग्छ। शर्म लाग्छ है? लौरो टेक्न त। अनि अहिले आमा कति वर्ष पुग्नुभयो थाहा छ आमा हजुरलाई? थाहा छैन त नि। कति सालको नि हजुर? 4 सालको। भनेपछि 78 वर्षको हुनुभयो। आमाको नाम चाहिँ के अरे आमा? तुलकुमारी भुजेल। तुलकुमारी भुजेल। भनेपछि आमा जन्मिनु भएको जिल्ला चाहिँ कहाँ हो थाहा छ आमा हजुरलाई? जन्मेको जिल्ला हो यो त स्याङ्जा नलडाँडो। ए स्याङ्जाको नलडाँडो भन्ने ठाउँमा जन्मिनु भयो 2004 सालमा। अनि त्यहाँ जन्मिसकेपछि आमाले पढ्न चाहिँ पढ्नु भयो भएन नि आमा? कहाँ पढ्ने त कुरै भएन पहिलाको जमाना। अब पढ्दै पढ्नु भएन हजुर? पढ्दै पढ्यो, स्कुलै देखाएको होइन मलाई त। स्कुल पनि देख्नु भएन? देखिन, स्कुल पनि देखिन। हामी सानसानै थियौँ, आमा बा बाहिर थियो, आमा अब भाइ बहिनी सानसाना थिए, अति नै भाइ बहिनीको स्याहार गर्ने। हजुर जेठी छोरी हुनुहुन्थ्यो? म जेठी छोरी हो। भाइ बहिनीको स्याहार गर्ने, घरै बस्ने, पढ्ने त कुरै भएन। भनेपछि भाइ बहिनीहरूलाई पढाउनु भयो होला? भाइ बहिनीले नि पढेनन् पहिलेको जमाना, भाइ बहिनीले नि पढ्ने कुरै भएन, पढेनन्। त्यहाँ त्यो साना साना भाइ बहिनीहरूलाई हुर्काउन बढाउनलाई चाहिँ कतिको गाह्रो भयो आमा हजुरलाई? पहिलेको जमाना गाह्रै भयो नि। आजभोलि चाहिँ लाउन खान प्रशस्तै हुन्न थियो, गाह्रै भयो पहिलेको जमाना। दुःखै थियो। अनि अब यति बेला हजुर 78 वर्षको उमेरको हुनुहुन्छ होइन? अहिले पनि यताउता काम गर्ने, यताउता हिँड्ने गर्नुहुन्छ, लौरो नटेकिकन हिँड्छु भनेर भन्नुहुन्छ, लौरो टेक्न पर्यो भने शर्म लाग्छ भनेर भन्नुहुन्छ। अनि त्यो बेलामा चाहिँ हजुरले के खानेकुराहरू चाहिँ खानुहुन्थ्यो नि आमा? त्यो बेला के खान पाइन्थ्यो? आजभोलि चाहिँ भात पाइन्न थियो अरे जस्तो, आँटा ढेँडो, रोटी मकै त्यस्तै हो खाने। मान्छे आँटो ढेँडो रोटी मकै मिठो हुन्थ्यो। आजभोलि भात पनि मिठो। ए आजभोलि भात पनि मिठो हुन्न है? आजभोलि भात पनि मिठो हुन्न। अब पहिलेको जमाना दुःखै थियो। कस्तो कस्तो दुःख थियो नि आमा त्यो बेला? तपाईँले कस्तो कस्तो दुःख गर्नु पर्थ्यो आमा त्यो बेलामा? अब अन्न पानी प्रशस्तै हुन्न थियो, दुःखै हुन्न थियो त। अनि मेलापातहरू जान पर्थ्यो? मेलापात जान पर्थ्यो। आमा मेलापात जान्थ्यो, खेती गरेर ल्याउँथ्यो, हामी घर बस्ने, खाने, बस्ने, भाइ बहिनी स्याहार्ने गर्थेँ मैले। म जेठी छोरी हुँ, भाइ बहिनी स्याहार्ने बस्ने गर्थेँ। अनि तपाईँको परिवारमा चाहिँ कतिजना छोराछोरीहरू थिए नि आमा? त्यो दाजुबहिनीहरू दिदीहरू तपाईँको? पहिला माइतमा एउटा दाइ, एउटा भाइ, एउटा बहिनी हो कि, 3 जना थियौँ कि। 2टा दाजुभाइ, 2टा दिदी बहिनी, 4 जना। 4 जना। ए 2टा दाजुभाइ, एउटा दाइ, एउटा भाइ, एउटा बहिनी। भनेपछि 2टा दिदी बहिनी, 2टा दाजुभाइ, 4 जना थिए। अहिले ती 4 जना हुनुहुन्छ त? हुनुहुन्न, दाइ हुनुहुन्न। दाइ हुनुहुन्न? दाइ हुनुहुन्न। भाइ र बहिनी चाहिँ हुनुहुन्छ? भाइ र बहिनी हुनुहुन्छ। कता कता हुनुहुन्छ थाहा छ आमा हजुरलाई? भाइ र बहिनी यतै दुलेगौँडा। दुलेगौँडा हुनुहुन्छ? भाइ चाहिँ नि जरेगढ डुम्रे छ, बहिनी पनि त्यही छ। अनि कहिले काहीँ भाइ बहिनीसँग दुःख सुखको कुराकानी हुन्छ कि हुन्न आमा? हुन्छ, भइहाल्छ नि। अब के कुराकानी हुन्छ नि आमा तपाईँहरूको दिदी बहिनी दाजु बहिनी? दुःख सुख हुन्छ, कुराकानी हुन्छ, दुःख सुख कुरा हुन्छ। त्यो बेलामा त यस्तो यस्तो खानेकुराहरू खान पाइन्थ्यो, यस्तो बेला थियो। आजभोलि भोलि ऊ बेलामा आजभोलिको चाहिँ च्याउ बिस्कुट यस्तो खान पाइन्न थियो। आँटा ढेँडो भात त्यही खाने। अनि आमाले औषधिहरू चाहिँ त्यस्तो के खानेकुराहरू खानुहुन्न आमा? औषधिहरू मैले? हजुर खान्छु, म त औषधिले बाँच्ने हो है। औषधिले खान्छु, 3 टाइम खान पर्छ, बिहानै, दिउँसो बेला, अहिले भात खाएर, भरे भात खाएर। अनि त्यो उहिलेको बेलामा त त्यस्तो औषधिहरू खान पर्ने यस्तो भन्ने हुन्थेन नि त आमा? थिएन। अब औषधि खाने कुरो थिएन। अब बाँचे भाँच्दै मर्दै साह्रै हुन्थेन पहिलेको जमानाको त। आजभोलि यस्तो बिमार लाग्यो अस्पताल लान्छन्। त्यो बेलामा पढ्ने बेलामा के आमा स्कुलमा
तब हजुरले स्कुलले देखेन भन्नुभयो स्कुलले देखिन मैले त त्यो बेलामा पढ्ने बेलामा कपी कलम किताबहरू त हुन्थेन होला एमा हाम्रै छोराले मैले पाएका छोराहरूले पाटिया ल्याउँथे पार्टीमा कालो पार्टीमा पाटिया ल्याउँथे कालो पार्टीमा त्यो किन लेख्थ्यो आमा त्यतिखेर त्यो कालो पाटिया खरीले ल्याउँथे अझ कलम पनि पाइन्न थियो मेरो ठुलो छोरोले छोरीहरूले कलम पनि नपाएर खरीले पाटिया ल्याउँथे त्यसको छोरो अलि यही छोरो यस्तो हो अनि आमा हजुरको छोराछोरी चाहिँ कतिवटा हुनुहुन्छ नि कतिजना हुनुहुन्छ नि 2टा छोरा 2टा छोरी हुन् हजुरको 2टा छोरा 2टा छोरी कता कता हुनुहुन्छ नि छोराछोरीहरू चाहिँ एउटा छोरो कान्छो छोरो चाउसे सके पोखरा चाउसे ठुलो भयो छोरीहरू दुईटै दुलेअमरा छन् दुलेगडा हुनुहुन्छ दुलेअमरा गर्नुपर्छ दुलेअमरा अनि छोरीहरूसँग यसो बेला मौकामा फोन गरेर अनि कुराकानी गर्ने यसो दुःख सुखको कुराकानी गर्ने भिडियो कल गर्ने हुन्छ हुन्न नि आमा फोन गर्न जान्दिनँ के उनीहरूले नि फोन गर्छन् उनीहरूले गरिरहन्छन् उनीहरूले गरिरहन्छन् के भन्छन् आमा के खाना मन छ के असो छ भन्छन् सोध्छन् दुःख नगर बसेर खाऊ सुख काट्दा भन्छन् छोरीहरूले अनि आफूलाई चाहिँ फेरि यसो करेसबारीमा यताउता काम नगरिकन करेसबारी काम त म गर्ने अहिले पनि जान तक्रिएको सित्यो बिहान अब सितो भएर जान तक्रिएको म करेसबारी काम त म गरिरहन्छु आमा हजुरले बिहे चाहिँ कति सालमा गर्नु भएको याद छ हजुरलाई बिहे हजुर होइन एकै यति हो बिहे गरेको साल याद छैन बिहे गरेको साल कति साल हो मलाई थाहा भएन सालको त अनि हजुर बिहे गर्ने बेला चाहिँ कति वर्षको उमेरको हुनुहुन्थ्यो ए म बिहे बेला 9 वर्षको थिएँ 9 वर्षको हुनुहुन्थ्यो अनि हजुरको श्रीमान चाहिँ कति वर्षको हुनुहुन्थ्यो नि श्रीमान चाहिँ नि 12 वर्ष भन्यो कि कति भन्यो भनेपछि धेरै वर्षको फरक त रहेन चाहिँ आमा छैन 12 वर्ष भन्थ्यो म 9 वर्ष सानै हाम्रो बा मर्यो पहिल्यै मरिहाल्यो के अरे ए बुवा पहिले म बित्नु भयो बुवा पहिल्यै मरिहाल्यो त्यहाँ इष्टमित्र त्यहाँ हुँदाकाले अब एउटा छोरी हो एउटा केटो छ एक मुसो केटो छ त्यो केटासित दिने भनेर सबैलाई मैले गरेर दिएका हुन् के मलाई फ्यानेमा दिएका हुन् 9 वर्षमै दिएको यामा 9 वर्षमा दिएका हुन् त्यो बेलामा बिहे गर्ने बेलामा कि मेरो अब बिहे हुँदैछ भन्ने हजुरलाई थाहा थियो राम्रो त्यो बेलामा हुन्थ्यो अलिअलि बिहा गर्ने भयो तेरो भन्थे अलिअलि थाहा थियो त्यो बिहा गर्ने बेलामा चाहिँ हजुरले कपडाहरू चाहिँ कस्तो लाउनु भएको थियो नि याद छ हजुरलाई अहिले जामा लाएको थिएँ जामामा दिएका हुन् जामा लाउँथे अनि त्यो बेलामा आमा अनि त्यो बिहे गरिसकेपछि के आमा अनि त्यतिखेर त बिहे पनि रातभरि हुने गर्थ्यो अरे नि त आमा बिहा 2 दिन 3 दिन बिहा हुन्थ्यो रातिको बिहा हुन्थ्यो बेला त राति बाजा बजा जन्ती गएको नि थाहा पाउँछु अब जन्तिएर डुबुल्थेँ म त जन्तिएर डुबुल्थेँ अनि हजुर बिहे त गर्नुभयो होइन बिहे गरेपछि घर जानुभयो नि त हजुर बिहा गरिसकेपछि आफ्नो घर जानुभयो त्यो घर चाहिँ कहाँ थियो कुन ठाउँमा थियो आमा हुँएको थियो नल डाँडो कोही मेरो बाबिया डाँडो भनिएको थियो बिहे गरेर नि त्यो स्याङ्जा जिल्लामै हो हजुर जानु हाम्रो घर त बिहारको घर माइती घर स्याङ्जा जिल्ला बिहा गरेर दिएको घर तनहुँ जिल्ला है अनि त्यो स्याङ्जाबाट तनहुँ बिहे गरेपछि अहिले पो गाडीमा लिएर जाने चलन छ त्यो बेला चाहिँ केमा लिएर गयो आमा हजुरलाई डोला थियो डोलीमा बोकेर लिएर गएको थिएँ डोलामा आजभोलि चाम जाने भन्छन् कि उयो त कपडाको डोला थियो डोलामा बोकेर लिएर गए कति घन्टा त हिँडेर जानु पर्थ्यो आमा माइतबाट घर पुग्दाखेरि 1 घन्टाको बाटो 1 घन्टाको बाटो है 1 घन्टाको बाटो माइत घर जाने अनि बिहे गरेर त हजुर घर जानुभयो होइन अनि पहिलोचोटि चाहिँ को बोल्नु भयो नि श्रीमान बोल्नु भयो कि हजुर बोल्नु भयो नि श्रीमानसित त यो श्रीमान भन्ने थाहै थिएन मलाई त थाहा थिएन है सासू ससुर नन्ना हजुर थिए तिनीहरूले गर्थे स्याहार सुसार पनि श्रीमानको त यो श्रीमान हो भने थाहै थिएन है अनि हजुर बोल्नु पर्यो भने चाहिँ कसरी बोल्नुहुन्थ्यो तपाईँ श्रीमानसँग त्यो कुराकानी त गर्नु पर्यो अब सबभन्दा पहिला के जस्तो हजुरले बोलाउनु भयो कि बुवाले चाहिँ हजुरलाई बोलाउनु भयो नि थाहै भएन पहिलाको कुरा थाहै भएन यसो सम्झाउनु न कसले पहिला बोलायो होला अनि के भनेर बोलायो सबभन्दा पहिला होला त्यही नामले बोलाउनु भयो कि तपाईँलाई अथवा मेरो बुढी यहाँ भनेर भने कि के भने बुवाले याद छ हजुरलाई बुवाको त अब बिहा गरियो म सानै थिएँ माइतीले एउटा केटो यहाँ छोरी अब लायकको छ केटो भर्ती हुन्छ कमाउँछ दुःख पाउँदिन भनेर दिइहालेको अरे बुढो बाहिर नि गएन सासू ससुरा अमाजु थिए
तिनैसित आउने बोल्ने बाँच्ने खाने बस्ने तिनैसित। त्यति बेलासम्म 4वटा छोरीछोरी जन्मिसकेको थियो आमा? जने थिएनन्, मेरो त धेरै पछि। म मेरो छोराछोरी त कतिको फेर छ भने 26, 27, 28 वर्षको 28 वर्षपछि 26 वर्षको फेर छ ठुलो छोरो म। ढिलो पाएको। ढिलो पाउनु भयो है? ढिलो पाएको। बुवाले त माया गर्नुहुन्छ होला नि त हजुरलाई? खै गऱ्यो होला नि अलिअलि। अलिअलि गर्नुहुन्छ? अलिअलि हो बुवाले नि मैले नि। त्यो पहिलाको दुःख पाएको साह्रै मोया प्यारो पहिले नि भएन अहिले नि भएन हाम्रो। अनि पहिला बुवाले दिनुभएको त्यो माया त्यो प्रेम अनि त्यसपछि पहिलाको कुराहरू सम्झेर के आमा अनि अहिले रुन मन लाग्छ लाग्दैन नि हजुरलाई? लाग्छ है? लाग्छ। अनि लागिहाल्छ। अहिले हजुर 78 वर्षको उमेरको हुनुहुन्छ आमा। अनि त्यतिखेर सानोमा के हजुर यसो यताउता हिँड्दा डुल्दाखेरि चाहिँ अनि हजुरको बुवा आमाले कहिले काहीँ गल्ती गरेको बेलामा गाली गरेको पिटेको फर्काएको यसो याद आउँछ आमा त्यो बेलाको? माइतको बुवा आमाले केही पनि भनेन। कहिले केही गाली गरेन? कहिले गाली गरेन बुवा आमाले त। बाबा अब बाहिरै इन्डियातिरै हो के अरे, सानैदेखि गएको। आमा नि गरेन, पिट्नी पाट्नी कराउनु त कुरै भएन। त्यहाँबाट बुवा बितिहाल्नु हो, त्यहाँबाट मलाई दिइहाले। आमाको त उयो भएन, आमाको त तर्को ताको खाइएन हामीले। गाली कहिले खानु भएन? अनि कहिले छोरी यसो गर्नुपर्छ, अब घर गरेर खानुपर्छ, तिमी माइतमा छौ होइन, उता घर गइसकेपछि दुःख पनि तिमीलाई होला, कसो होला के होला, घर राम्रोसँग गरेर खाऊ है भनेर कहिले काहीँ सम्झाउनु हुन्थ्यो नि आमा? मैले हुँ माइतमा पनि सकिनँ, पोतो भिसार्थेँ हुँ, सिकाउनु पर्छ भनेर कोदो पिन्थेँ, मकै पिन्थेँ, सकेको सिकाउनु परेको थिएन क्या। आमाले यस्तो गरेर ठुलो सिकाउनै परेको थिएन। हजुरले सिक्नुहुन्थ्यो? मैले आमाले गरेको देखेर सिक्नुहुन्थ्यो? बारीमा कोदो रोप्न जान्थेँ, कुटो लिएर मकै खन्न जान्थेँ आमासित सँगसँगै। त्यहाँबाट घर आएपछि उता कोदो पिन्ने, ढेँडो पकाउने, तरकारी पकाउने, यताउति सबै गर्थेँ क्या मैले। घर आएर दुःख होला भन्ने मैले थिएन क्या। मेरो छोरीले सन्चै गएर खान्छे भन्थे आमाले। अहिले त्यतिखेर आमाले गर्नुभएको माया अनि त्यो बेलाको प्रेम सम्झेर अहिले रुन मन लाग्छ लाग्दैन हजुरलाई? लागिहाल्छ। लाग्छ है? आमाको सम्झना आउँछ अहिले पनि? आउँछ। बुवाको चाहिँ अनुहार देख्नु भयो भएन नि हजुरले? अनुहार देखेँ अलिअलि। अहिले देख्नुभयो? सम्झना चाहिँ छ बुवाको? छ, यस्तै छ नि सम्झना छ। म 8 वर्ष हुँदा बुवा मरेको। ए हजुर 8 वर्ष हुँदा बुवा बित्नु भएको? 8 वर्ष हुँदा बुवा बित्यो, 9 वर्ष हुँदा बिहा भएको। सानिया दिएका हुन्छ मलाई। अनि अहिले लाग्दैन त्यो सानो उमेरमा त्यो बुढाबुढी बेलामा भाँडाकुटी खेल्ने बेलामा मेरो किन बिहे गरिदिएको रहेछ भनेर हजुरलाई अहिले यसो सम्झना आउँछ हजुरआमा? आइहाल्छ नि। आमाले भन्थ्यो क्या मलाई, कता हुन्छ कता भनेर हामीले सजिलो के त भनेर दिएको भन्थ्यो क्या। भनेको के अरे सजिलो भने नि अप्ठ्यारो हुँदो रहेछ, अप्ठ्यारो हुँदो रहेछ। नजिकै हुँ घर हुँ माइत, 1 घन्टाको बाटो हो घर माइत, त्यहाँ दिएपछि सजिलो हुन्छ भनेर हो के। सासू ससुरा थिए स्वादे सजिलो, आमा बाबु जस्तो। हजुर माया गर्थे। सासू ससुराहरूले चाहिँ असाध्यै माया गर्नुहुन्थ्यो हजुरलाई? बडो माया मान्ने गर्थेँ र चाहिँ म त्यतै माया भुलेका म। त्यो बेला सासूले त एकदमै दुःख दिने, बिहान काम गर्न लाउने, पानी लिन पनि टाढा टाढा जान पर्ने त्यस्तो थियो रे नि त आमा? तपाईँलाई त्यस्तो परेको छैन? मलाई दुःखै भएन। दुःखै भएन है? दुःखै भएन। भनेपछि माइतमा नि दुःख पाउनु भएन, घरमा नि दुःख पाउनु भएन? पँधेर नजिकै थियो, दुःखै भएन। घर पनि दुःख भएन। 15 त तारा थियो, सौकिनु भनेर जान दिन्न थियो। अमा चाहिँ सासू ससुराले हजुरले बोक्थे पानी, मलाई दुःख भएन घर आएपछि नि। त्यो बेला के आमा पानी बोक्दाखेरि पनि डोकोमा अथवा त्यो गाग्रीलाई चाहिँ नाम्लो लगाएर बोक्नु पर्थ्यो अरे नि त हो आमा? नाम्लो लगाएर बोक्थे, हामीले त डोकामा बोक्थ्यौँ। हजुर डोको पनि बोक्नुहुन्थ्यो है? मलाई सानो बाबु ल्याइदिन्थे, डोकामै बोक्थेँ। यत्रो त सानो सानो थियो गाग्री? डोकामा बोक्थेँ, सानो हुँदै ठुलो भयो, ठुलै गाग्री बोकियो। सासू पहिले मऱ्यो, ससुलाई पछि मऱ्यो, त्यहाँबाट अमाजूको नि बिहा भइहाल्यो थियो, आफ्नो आफ्नो घर गए। अनि त्यो बेला के आमा जस्तो बिहे गरेर गइसकेपछि अनि जति लोग्नेले चाहिँ श्रीमानले जति दुःख दिए पनि त्यो घर गरेर खान पर्छ है तिमी, त्यो घर फर्केर आउने होइन। यदि फेरि तिमी त्यो घर छोडेर आयो भने सासू ससुरासँग झगडा गर्यो भने, श्रीमानसँग झगडा गर्यो भने
त्यो बाटोमा हिँड्दै गर्दाखेरि खोला सोला के त्यो त्यही खाल्डो साल्डो पाए पनि बरु त्यही हामफालेर मर्नु तर माइतमा चाहिँ नआउनु भनेर भन्थे अरे नि त हो त आमा खोइ कुन मलाई थाहा पाएन त थाहा पाउनु भएन है त्यस्तो कुराहरू त खोला खाल्छन् थिएन त्यसै हो कि एक्लै जान सक्दैन थिएँ 2-3 वर्षसम्म म एक्लै गइनँ माइत कि छोड्न जाने कि लिन जाने त्यो बेलामा कि आमा बिहे गरिसकेपछि त अनि के अरे घर आइसकेपछि अनि 3 वर्षसम्म फेरि तपाईँको चाहिँ माइतमै छोड्ने भन्ने चलन थियो अरे नि त तपाईँहरूकोमा थियो कि थिएन आमा त्यस्तो थिएन है हामी त घर माइत गरियो घर पनि अब माइत जस्तै थियो उहाँ गर्थे अब सासू ससुराले काम गर्न लाउने थिए कोदो पिन्नु पऱ्यो म यहाँ आफै जानेर तक्रिन्थेँ त हुन्न खोज्थे कोदो मकै पिन्न अलिक अर्को जातो हुन्छ सक्दिनँ अन्त पिन्ने थिएँ ढिकी कुट्न लाए हात कुट्छेस लाउन लाए हात कुट्छ भने कुट्न लाए सक्दिनँ भने माया गर्थेँ क्या मलाई सासू ससुराको र अमाजोको त बेसी माया पाएको मैले अहिले चाहिँ सासू ससुरा अमाजोहरू हुन्छ भन्नु न नि छैन त नि अब सासू पहिल्यै मरे ससुरा अलिक पछि मरे अमाजो आफ्नो घर गएर अमाजो नि अहिले हुनुहुन्न अमाजो पनि पहिल्यै बित्यो कोही पनि छैन आखिर यी बुढाबुढी हो भनेपछि त हजुरलाई घर पनि आफ्नो भयो अनि माइत त झनै आफ्नो भयो भने चाहिँ माइतको जति पनि त्यो माइतमा गर्ने व्यवहारहरू थिए त्यो घरमा पनि पाउनु भयो हजुरले त्यसो भए घर माइत मलाई एकै थियो एकै जस्तो थियो है एकै थियो आमालाई यसो थाहा भयो अनुसार त्यो बेलामा यसो बुझेको अनुसार त्यो बेलामा कि आमा घिउ चाहिँ कति रुपियाँ माना पाइन्थ्यो नि आमा त घिउ त 2 रुपियाँ मानु 2 रुपियाँ मानु घिउ अब हामीले मैले बेच्थेँ 2 रुपियाँ मानु है त्यहाँ गरेर 5 रुपियाँ भयो 5 रुपियाँ गरेर 6-7 गरेर बढेको अनि आमाले घिउ चाहिँ अहिलेसम्म यसो बन्ने हो भने यसो याद गर्ने हो भने कति माना कति पाथी जति घिउ खानुभयो आमा अहिलेसम्म घिउ त खाइयो बेसरी मैले घिउ खान्थेँ बेसरी खानुभयो है दुध त बेसरी खान्थेँ भैँसी पाल्थेँ होइन भैँसी दुध्दैन थियो बाजे हुन्थेल त्यहाँबाट घिउ दुधै खाने घिउ खाने हिँड्ने जति खाने पर्थ्यो आज पनि 1 गिलास दुध खाने यस्तै हुन्छ त्यतिखेर जति खाने पर्थ्यो आमा जति खाने पर्थ्यो घिउ दुधले बाँचेको त्यो घिउ अनि दुधहरूलाई चाहिँ त्यो घिउहरूलाई बेच्न चाहिँ कुन ठाउँमा लानु पर्थ्यो नि आमा घिउ त धेरै जस्तो घिउ त बटौली लान्थे बेला त घिउसँगले क्यारे बटौली बोकेर गए त्यहाँ त्यसैले नुन तेल के ल्याउनुहुन्छ खर्च खोट ल्याउँथे खालि बटौली घिउ लाने बटौली नै है बटौली हो एक आना घिउ एउटा हाउटिन घिउ बोकेर जान्थे ससुराले त्यहाँबाट नुन खुर्तिङ चामल के चाहिन्छ सबै कुरो उनीहरू बोकेर आउने कति टाढा थियो नि आमा त्यो बटौली चाहिँ 9 दिन 8 दिन आउँथे हिँडेर 8 दिन 9 दिन लाग्थ्यो है यस्तो नुन बटौलीको नुन बोकेर नि हाम्रो ससुराले पालेको हामीलाई बटौलीबाट नुन ल्याउन 8-9 दिन लाग्थ्यो है हिँडेरै जानु पर्थ्यो हिँडेर जाने हिँडेर आउने बाटोमा यसो जनावरहरूको डर मान्छेहरूको डर चाहिँ हुन्थ्यो केही हुन्न थियो अरे मूलबाटमा हिँड्दै यस्तै मूलबाटमा बासा बस्थ्यो अरे ए बाटोमै बास बस्ने है बासा बस्ने हिँड्नु सकिन्थ्यो हिँड्ने राति पनि हिँड्न सक्न सकेपछि बासा बस्ने त्यहाँ राति उठेर फेरि हिँड्ने कहाँ भोक लाग्छ उही भात पकाएर खाने त्यसो गर्थ्यो अरे अहिले हजुर आफै 78 वर्षको उमेरको हुनुहुन्छ हैन आमा अनि त्यसपछि यसो बुवा आमालाई सम्झाउन पर्यो भने बुवा आमाले गर्नुभएको यसो माया यसो सम्झाउनु भएको कुराहरू यसो याद आउँछ हजुरलाई आइहाल्छ त्यो त के थियो आमा त्यो आमाले त्यतिखेर हजुरको चाहिँ आमाले हजुरलाई सम्झाउनु भएको बुझाउनु भएको कुराहरू के थियो आमा अहिले पनि हजुर सम्झिरहनुहुन्छ नि त त्यो कुराहरूले आमालाई बुवालाई माइतको आमा भएको सम्झना आउँछ घरको सासू ससुराको सम्झना आउँछ माइतको आमा बुवाको चाहिँ के भनेर सम्झना आउँछ नि के भन्नुहुन्थ्यो नि त्यतिखेर हजुरलाई मलाई के भन्थ्यो पहिला छोरी अनि छोरा 2 नालको गरेर 8 भाइ छोरा पाए पाथो 2 नाल हुनु भएको 8 भाइ छोरा थिए अनि म छोरी म एउटै थिएँ 8 भाइ छोराको छोरी भन्थे सबैले माया गर्थे त मैले त सबैले माया गर्थे त्यसो भन्थ्यो अहिले 8 भाइ पनि सबै भाइ जम्मा यो भाइ गर्दै छ सबै भए भनेपछि आमा माइततिरको आमाहरूले आमा बुवाले चाहिँ भनेका कुराहरू अनि यसो गर छोरी उसो गर भनेर सम्झाएका कुराहरू के त्यस्तो ठ्याक्कै यही कुरा चाहिँ मलाई आमा बुवाको सम्झना आउँछ भन्ने कुरा छैन आमा हुन्छ सम्झना के कुराले सम्झिनुहुन्छ नि आमा बुवालाई उसो भन्थे भन्ने सम्झना त आउँछ त आइरहन्छ अब आएको नि आउँछ
घरको सासू ससुराको नि आउँछ सम्झना यति माया गर्थे भन्ने हुन्छ यसो भन्थे भन्ने हुन्छ अहिले पनि उनीहरू बाँचिरहेको भए नराम्रो वचन सासूले र हजुरले नराम्रो वचन कहिले नि गरेनन् कहिले गरेन है बरु ससुरासित गर्नुहुन्थ्यो कहिले कहिले औषधि अमाजी सासूले त कुनै दिन नगरेको कुरो भएन ससुराले चाहिँ के भनेर कराउँथे नि त्यो बेलामा आमा हजुरलाई त्यही हो के त भन्थ्यो त अलि औषध थियो कि गाली गर्नुहुन्थ्यो गाली गर्थे कहिले कहिले बुहारी कामै गर्दिन चाँडै पनि उठ्दिन खाना पनि पकाउँदिन भन्छन् कि आमा त्यतिखेर जे पनि भन्थ्यो भन्थे है जे पनि भन्थ्यो त्यस्तै छ कता कता माया गरेर गर्ने कता कता हेला गरेर गर्ने अनि आफूलाई चाहिँ माया गरिदियोस् भन्ने लाग्ने आमा हेला हटा गरेको मैले घर छोडिनँ कि दिएको घर छोडिनँ हुन्छ त आमा हामीसँग दुःख सुखको कुराहरू गरिदिनु भयो जीवन भोगाएका कुराहरू पनि गरिदिनु भयो हैन 78 वर्षको उमेरको हुनुहुन्छ हजुरलाई अझ त मैले कोदाली नि खन्छु हारे नि बोक्छु टाढाबाट नि हिँडिरहन्छु हाँसुहरूले गरेकै छु अझ त म कमजोरी भयो होइन कमजोरी त ज्यानको कमजोरी छु रोगी छु अब दबाई खाइरहनु पर्छ त्यही हो काममा मैले अल्छी पनि लाग्दैन मलाई अब हजुर 78 वर्षको आमा हुनुहुन्छ हैन यो हात पनि यस्तो चाउरी परेको छ यो चाउरी परेको हात चाहिँ मेरो टाउकोमा राखेर शिरमा राखेर अनि यो नातिलाई चाहिँ हजुरले आशीर्वाद दिनु पर्यो आमा हो ल त आमा यो हात यहाँ राखेर आशीर्वाद दिनु त मलाई के आशीर्वाद दिनुहुन्छ हजुरले हजुरले चाहिँ आटा ताकेको राम्रो होस् यस्तो काममा यस्तो नाम पाउनु भयो रहेछ राम्रो होस् भरि पुग्ने होस् हो के भन्ने त मैले त्यही हो मलाई पनि अब अलि वर्ष बाँच्न पाऊँ रोगले छोरोस् न त्यही हो अब मैले के भन्नु हस् आमा नमस्कार